अतीत, वर्तमान र भविष्य तीनै कालको विशालता र दशै दिशाका सम्पूर्ण बुद्धहरूको उपस्थितिले आशीर्वादले भरिएको यो पवित्र स्थल धर्मकायको सत्य रूप यहाँ प्रकट हुन्छ, शुद्ध, प्रकाशमान र सदैव अविचल। यस स्थानले बौद्ध शिक्षा, साधना र सबै प्राणीहरूको कल्याण असीम रूपमा विस्तार गरिरहेको छ। यही कारण झ्यारोङ खास्योर बौद्ध महाचैत्यको यो पवित्र भूमिमा हामी विनम्रतापूर्वक आदर, श्रद्धा र गहिरो कृतज्ञता अर्पण गर्दछौँ। काठमाडौँ उपत्यकाको मात्र नभई सम्पूर्ण नेपालकै एक महत्त्वपूर्ण बौद्ध धरोहर बौद्ध महाचैत्य काठमाडौँ महानगरपालिका वडा नम्बर 6 बौद्धमा अवस्थित छ। यसलाई बौद्ध महाचैत्य, बौद्धनाथ, झ्यारोङ खास्योर, खास्ती चैत्य आदि नामले चिनिन्छ। सन् 1979मा विश्व सम्पदा सूचीमा सूचीकृत यो महाचैत्यलाई हिमाली बौद्ध परम्परामा अति नै पूजनीय र दर्शनीय स्थलको रूपमा लिने गरिन्छ। पन्ध्र रोपनी 2 आना 3 पैसा क्षेत्रफल ओगटेको यो स्तूपको उचाइ भने 141.166 फिट अर्थात् 43.03 मिटर रहेको छ। महाचैत्य वरिपरिको प्रदक्षिणा पथको भित्रपट्टि जम्मा 147 खोपाहरू रहेका छन्। ती खोपाहरूमा 649 वटा भानी खोर्लोहरू रहेका छन्। परिक्रमा पथको परिमिति 314.578 मिटर रहेको छ। स्तूपमा जानका लागि 5 वटा ढोकाहरू रहेका छन्। त्यसमध्येको उत्तरतर्फको एक ढोकाबाट प्रवेश गर्न पाइन्छ भने नजिकैको अर्को ढोकाबाट बाहिर निस्कन सकिन्छ। यी 2 ढोकाहरूको बीचमा एउटा मन्दिर रहेको छ। यसलाई स्थानीयहरूले मामथान भन्ने गरेको पाइन्छ। स्थानीय तामाङहरूले माम, नेवारहरूले अजिमा भन्ने गरे तापनि अर्थ भने हजुरआमा भन्ने नै लाग्दछ। कतिपयले पुक्कसी त कोहीले हारती माता समेत भन्ने गर्दछन्। प्रदक्षिणा पथभन्दा माथिको क्षेत्रमा पनि भित्री साँघुरो परिक्रमा पथ रहेको छ। प्रदक्षिणा अर्थात् परिक्रमा गर्नु भनेको मण्डलको सीमामा प्रवेश गरी शुद्ध ज्ञानको केन्द्रतर्फ अघि बढ्नु भन्ने पनि बुझिन्छ। यहाँ केही साना र केही ठूला छोर्तेनहरू देख्न सकिन्छ। साथै फुलबारी समेत रहेको छ। यहाँ लिच्छवीकालीन 5 वटा साना चैत्यहरू समेत रहेका छन्। यसभन्दा माथिको भागलाई मण्डल भनिन्छ। यो अष्टमण्डलाकार रहेको छ। मण्डलहरू 3 तहमा रहेका छन्। यसले सम्पूर्ण ब्रह्माण्ड अर्थात् चक्रवालको प्रतिनिधित्व गर्दछ भन्ने मानिन्छ भने पृथ्वी तत्त्वको रूपमा पनि लिने गरिन्छ। यसको उचाइ 1.8 मिटरको छ। प्रत्येक पाटो 83 मिटरको चौडाइमा रहेको यो मण्डल नेपाली वास्तुकलाको उत्कृष्ट नमुना पनि हो। यसलाई 20 कोण मण्डल पनि भनिन्छ। यसभन्दा माथि गोलो घेरा रहेको छ। यसमा 108 वटा खोपाहरू रहेका छन्, जहाँ तथागतका मूर्तिहरू राखिएका छन्।
यहाँ दर्शनार्थीहरूले विशेष अवसरहरूमा बत्ती तथा प्रसाद चढाउने गर्दछन्। योभन्दा माथिको गोलो भाग भने डोम अर्थात् गुम्बज हो। यसलाई अण्डज भनिन्छ। यसलाई गर्भ पनि भनिन्छ भने बुम्पा अर्थात् कलश पनि भन्ने गरिन्छ। यसले जलतत्त्वको प्रतिनिधित्व गरेको मानिन्छ। काश्यप बुद्धको अस्थि धातु पनि यही भित्र रहेको विश्वास गरिन्छ। यही डोमको केही मुनिबाट बीचमा यष्टि राखिएको हुन्छ र त्रयोदश भूमिको टुप्पोसम्म त्यो यष्टि पुगेको हुन्छ। डोम अर्थात् गुम्बजभन्दा माथिको चारपाटे भागलाई हर्मिका भनिन्छ। यसले अग्नि तत्त्वलाई प्रतिनिधित्व गरेको मानिन्छ। चारपाटे हर्मिकाको चारै दिशामा दुई दुईवटा आँखा र बीचमा एउटा चिन्ह रहेको छ। आँखाहरूलाई प्रज्ञा र उपायको प्रतीकको रूपमा लिइन्छ भने बीचको प्रश्न चिन्ह जस्तो चिन्हलाई ऊर्णा भनिन्छ। यसले अद्वय र निर्वाणको पथलाई दर्शाउँदछ। चार पाटोमा रहेका यी प्रतीकहरूले चतुर ब्रह्म विहार अर्थात् मैत्री, करुणा, मुदिता र उपेक्षालाई दर्शाउँदछन्। हर्मिका भन्दा माथिको भागलाई त्रयोदश भूमिको रूपमा लिइन्छ। यहाँ 13वटा तलाहरू रहेका छन्। सबैभन्दा तलको तहलाई प्रमुदिता भूमि भनिन्छ। त्यसै गरी क्रमैसँग विमला, प्रभाकरी, अर्चिस्मती, सुदूरजया, अभिमुखी, दुरङ्गमा, अचला, साधुमती र धर्ममेघा गरी 10 भूमि हुने गर्दछन्। त्यसभन्दा माथिको तलालाई क्रमशः समन्तभद्र वा समन्तप्रभा, निर्लेप पद्मवती वा अधिमुक्ति र वज्रधर भूमि वा वज्रभूमि भन्ने गरिन्छ। यी तहहरूले बुद्ध बन्नका लागि बोधिसत्वहरूले कुन कुन तह पार गर्नु पर्दछ भन्ने जनाउँदछन्। यसभन्दा माथिको गोलो घेरालाई छत्र भनिन्छ। यसले शरणगमनको प्रतिनिधित्व गरेको हुन्छ भन्ने मान्यता रहेको छ। अर्थात् छत्रले त्रिरत्न या बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नलाई जनाउने गर्दछ। यसले वायु तत्त्वको प्रतिनिधित्व गर्दछ भन्ने मान्यता रहेको पाइन्छ। अन्तमा टुप्पामा रहेको गजुरले निर्वाणलाई जनाउँदछ। यसलाई आकाश तत्त्वको रूपमा समेत लिइन्छ। मनले चिताएको पुग्ने यो चिन्तामणि रत्नको दर्शनार्थ लाखौँ तीर्थालुहरू विभिन्न देश र स्थानहरूबाट आउने गर्दछन्। यो महाचैत्यलाई बौद्धनाथ क्षेत्र विकास समितिले विक्रम सम्वत 2053 सालदेखि संरक्षण र सम्वर्धन गर्दै आइरहेको छ। बौद्ध महाचैत्यको इतिहास। बौद्ध महाचैत्यको सम्बन्धमा लेखिएको एउटा महत्त्वपूर्ण ग्रन्थ पेमा काथाङ हो। पेमा काथाङ गुरु पद्मसम्भवको जीवनी ग्रन्थ हो। यसमा बौद्ध महाचैत्यको निर्माणको बारेमा उल्लेख गरिएको छ। पेमा काथाङको 58औं अध्यायमा बौद्ध निर्माणको बारेमा उल्लेख गरिएको छ। अर्को तेरमा तेर्तोन लाचुनगोन्मो अर्थात् लावाङ ग्याछो लोड्रोले फेला पार्नु भएको र पुनः लुकाएको अनि पछि घाङछाग साक्य साङपोले पत्ता लगाई सो अनुरूपको बौद्ध महाचैत्यको जीर्णोद्धार गर्नुभएको थियो। ऐतिहासिक रूपमा हेर्ने हो भने लिच्छवी राजा शिवदेवको समय सन् 590 देखि 604 सम्मको शिलालेखको आधारमा बौद्ध महाचैत्यसँग जोडिएको देखिन्छ। तर गोपालराज वंशावलीले खास्ती चैत्यको नाम उल्लेख गर्दै वृषदेव र मानदेवसँग जोडेको देखिन्छ। भोटका विद्वान तोङथाङ ग्याल्पोको 14औं शताब्दीको उत्तरार्ध र 15औं शताब्दीको पूर्वार्धको काठमाडौँ भ्रमणमा बौद्ध महाचैत्यको झार उखेलेको कुरा परेको देखिन्छ। 17औं शताब्दीमा लामा मलिपा र राङ्रिक रेपाले बौद्ध चैत्यको जीर्णोद्धार गरेका थिए भन्ने इतिहास पनि पाइन्छ। काथोक रिग्जिन छेन्पो छेवाङ नोर्बुले सन् 1748मा जीर्णोद्धार गरेको पाइन्छ भने सन् 1848 ताका सापकर छोक्डोग राङडोलले पनि जीर्णोद्धार गरेको कुरा पाइन्छ। तेमालका राजा रिग्जिन दोर्जेले विक्रम सम्वत 1919मा जीर्णोद्धार गरेको अभिलेख पाइन्छ। कतिपयले द्वापर युगमा काश्यप बुद्धको अस्थि धातु राखेको हुनाले काश्यप शब्द अपभ्रंश भई खास्ती भएको भन्ने रहेको छ भने नेवारी शब्द खसु र ती शब्दको समासबाट पनि खास्ती रहन गएको भन्ने रहेको छ।
कतिपयले त भोटको खासा नाम गरेको लामाको अस्थिधातु राखेर बनाइएको हुनाले पनि खास्ती बनेको भनाइरहेको छ। खस राजाहरूको पालामा खसहरूले विशाल स्तूप निर्माण गरेको हुनाले पनि खास्ती नाम रहन गएको भन्ने गरेको पनि पाइन्छ। तर महान गुरु ङाङछाङ शाक्य साङपोले जीर्णोद्धार गरिसके पश्चात बौद्ध महाचैत्यको नाम र गरिमा बढेको देखिन्छ। उहाँले पत्ता लगाउनु भएको तेर्माको आधारमा बौद्ध महाचैत्यलाई जीर्णोद्धार गर्नुभएको हो। भोटको साम्य गुम्बा निर्माण भए पश्चात राजा ठिसोङ देउचनले गुरु पद्मसम्भवसँग आफ्नो पूर्व जन्मको बारेमा प्रश्न गर्दा उहाँले भन्नुभएको कथा नै बौद्ध महाचैत्यको कथा हो, जो यस प्रकार रहेको छ। आर्य अवलोकितेश्वरको कृपाले देवराज इन्द्रलाई 2 जना पुत्री लाभ भयो, ठुली गाङमा र सानी गाङछुङमा। सानीले फूल चोरेको पापले गर्दा पृथ्वीमा पशुपालक सलवा र पूर्णाको घरमा देछोगमा भएर जन्मिइन्। ठुली भएपछि उनले आफ्नो जीवन कुखुरा पालेर धान्ने गर्दथिन्। यसै क्रममा घोडा, सुँगुर, कुकुर र कुखुरा व्यापारीसँग सम्बन्ध स्थापना गरी 4 जना छोराहरूलाई जन्म दिइन्। कुखुरा पालनबाट कमाएको आम्दानीले 4 छोरा हुर्काइन् भने त्यसबाट भएको बचतले स्तूप बनाउने निर्णय गरिन्। सो अनुसार तत्कालीन राजालाई स्तूप बनाउने स्थान माग्न गइन्। राजाले पनि स्तूप बनाउने कार्यलाई हुन्छ भन्ने वचन दिए। स्तूप निर्माणको कार्य पनि तीव्र रूपले अघि बढ्न थाल्यो र तेस्रो तहको निर्माणको समयमा खैला बैला मच्चियो। मानिसहरूले कुनै पनि मन्त्री वा राजाले बनाउन नसक्ने स्तूप निर्माण गर्न लागेको हुनाले निर्माण कार्य बन्द गर्नुपर्छ भन्ने कुरा पुगेपछि राजाले हुन्छ भन्ने वचन खुस्किसकेको हुनाले बनाउन दिनु भन्ने नै कायम रह्यो। यही राजाको वचन खुस्केको हुनाले यसलाई भोट भाषामा खास्योर अर्थात् वचन खुस्केको भन्ने गरिन्छ। कुखुरा पालक झ्याझिमालाई वचन खुस्केको हुँदा झ्यारुङ खास्योरको नामले प्रसिद्ध छ। स्तूप निर्माण गर्दै जाने क्रममा डोम अर्थात् गुम्बजको भाग निर्माण भएपछि देछोगमा अर्थात् झ्याझिमाको मृत्यु भयो। तैपनि 4 जना छोराहरूले निर्माणलाई निरन्तरता दिए र निर्माण सम्पन्न गरे। अन्त्यमा स्तूपको प्राण प्रतिष्ठा सम्पन्न भए पश्चात सबैले प्रणिधान गर्दा जेठो ताजेबुले धर्मरक्षक राजा बन्ने, माइलो फाग्जेबुले महान भिक्षु बन्ने प्रणिधान, साहिलो खिजेबुले मन्त्रधर योगीको रूपमा जन्म लिन सकौँ भन्ने र कान्छो झ्याजेबुले मन्त्री बन्ने प्रणिधान गरेको हुँदा क्रमशः राजा ठिसोङ देउचन, शान्त रक्षित, गुरु पद्मसम्भव र बामी ठिसेर भई जन्म लिएको कथा बताउनु भएको पाइन्छ। यस अर्थमा गुरु पद्मसम्भव अघिल्लो जन्ममा बौद्धमा नै जन्मिएका थिए भन्ने देखिन्छ। बौद्धमा विशेष अवसरहरूमा जात्रा लागेको देखिन्छ। बौद्ध महाचैत्य परिसरमा मनाइने बौद्धसँग सम्बन्धित जात्राहरूमा तेमाल जात्रा, मामला जात्रा, छिच्यु, बुद्ध जयन्ती, सागादावा, लाबाब दुइछेन, छोखर दुइछेन, छ्याठुल दुइछेन आदि पर्दछन्। बौद्ध महाचैत्यलाई हेरेर अर्थात् दर्शन गरेर मुक्ति मिल्ने तीर्थको रूपमा लिने गरिन्छ। त्यसै गरी मनले चिताएको पुग्ने चिन्तामणि रत्नको रूपमा पनि लिइन्छ। त्यही भएर ताम्बा काइतेनमा एउटा गीत छ, झ्यारुङ खास्योर ज्यालसामी सेमरी मान्बा डुब्ला रो, अर्थात् बौद्ध महाचैत्यको दर्शन गरे भने मनले चिताएको पुग्छ। बौद्ध महाचैत्य अर्थात् झ्यारुङ खास्योरको दर्शन गर्ने दर्शनार्थीहरूका कुशल इच्छा पूरा हुने गर्दछन्। भवतु सर्वमङ्गलम्।